धार्मिक आस्थाको रूपमा परिचित बन्दै गइरहेको मकवानपुर गढी 8 स्थित छत्रे डाँडामा रहेको पाथिभरा माताको मन्दिर पछिल्लो समय भक्तजनहरूको लागि आस्थाको केन्द्रबिन्दु बन्दै गइरहेको छ। पाथिभरा देवीको मन्दिर जुन समुद्र सतहबाट 2141 मिटर उचाइमा अवस्थित छ, अहिले धार्मिक आस्था र आकर्षणको केन्द्र बनिरहेको छ। यहाँको वातावरणमा सुगन्धित लालीगुराँसका फूलहरूले मन्दिरको शोभा बढाएका छन्। पाथिभरा देवीको दर्शनले भक्तजनहरूको मनोकामना पूरा हुने विश्वास गरिएको छ। पाथिभरा देवीको दर्शन गर्नाले आँटेका र चिताएका सबै मनोकामना पूरा हुने गरेको विश्वासका साथ भक्तजनहरू पाथिभरा मन्दिरमा आउने गर्छन्। यहाँ दर्शन गर्न आउने भक्तजनहरूको संख्या बढ्दो छ। मकवानपुर गढी 5 का दीपक सिंह रुम्बाले पाथिभरा माताको पञ्चकन्याका शिलाहरू बारम्बार सपनामा देख्न थाले। सपना बारम्बार देखेपछि दीपक सिंह रुम्बाले आफ्नी दिदी र भिनाजुलाई साथमा लिएर छत्रे डाँडाको जङ्गलमा अवस्थित दिव्य शिलाहरूको खोजी गरे। खोजी गर्दा त्यहाँ पञ्चकन्याको शिला, सिंहको आकृति र छत्रेश्वर महादेवको शिला भेटाएको उनले बताए। आस्तिक भन्नाले पुरै आस्तिक पनि थिएन, नास्तिक पनि थिएन। म बिचको मन्दिर पुगिहाल्यो भने यसो फोटो खिचिदिने, अरूले ढोगिहाल्यो भने पनि ढोगिहालिदिने, त्यस्तो गर्थेँ। त्यो भएको कारण म चाहिँ त्यो सपना कुरा विश्वास गरिनँ क्या। मैले सपना कुरा विपना खोज्दै हिँड्यो भने मान्छेले बौला भन्छ भन्ने हिसाबले चाहिँ मैले त्यो वास्ता गरिनँ। 20 दिनसम्म रेगुलर देखाउँदाखेरि पनि मैले वास्ता नगरिसके पछाडि जहिले पनि एउटा सपना यहाँबाट यसरी जाने छत्रे डाँडामा, त्यहाँ आलुबारीबाट यसरी माथि जाने, त्यहाँ जाँदाखेरि चाहिँ यो चिन्ह छ, यो बोट कटुसको बोट, यस्तो ढुङ्गा, यो भन्छ सबै चिन्ह देखाउँदै त्यसरी यहाँबाट जाने अनि भनेर भन्नुभयो। त्यसपछि मैले सपना कुरा विपनामा खोज्ने कुरा भएन। त्यो भइसके पछाडि मैले वास्तै नगरेको। अनि त्यसपछि 20 दिन पछाडि चाहिँ अनि त्यसपछि मलाई 81 गाह्रो भयो। ल अब भएन, यो के कारणले यस्तो रहेछ, के कारणले यस्तो भयो होला भनेर म एकदम चिन्ताले बेलुका सुतेँ। फेरि सबैले भन्दै हिँड्यो भनेदेखि मान्छेले पागल भनिहाल्छ मलाई भनेर अनि दिदी मुक्तकुमारी लुप्छन् दिदी, अनि त्यसपछि भेना बिरु तामाङ, हामी 3 जना सल्लाह गरेर अब जानी ल जे पर्ला अब साँच्चीकै भेटेछ भने ठिकै छ, अब भेटेन भने पनि हामी 3 जना मात्र सीमित हुन्छ, अरूलाई थाहा हुँदैन भन्ने हिसाबले हामी खोज्न आयौँ। मानसिकदेखि शारीरिक रूपमा दुःख कष्ट भोगिरहेकाहरूको लागि पनि मुख्य आश्रय स्थल बनेको छ पाथिभरा दिव्यधाम। आफूले वर्षौँदेखि भोगिरहेको समस्या पाथिभरा माताको दर्शनपछि निको भएको मनिषा विकले बताइन्। कुलो भुक्लो ढल्थेँ, म मर्थेँ। म यसरी बोल्दा यो ढल्दिन्थेँ। मलाई यहाँ पाथिभरा माता हुनुहुन्छ भन्ने कुरो मलाई थाहा थिएन, हेर्नु थाहा थिएन। अनि श्रीमानले कहाँ काम गर्नु जानुहुन्थ्यो मासतिर, अनि उहाँले देख्नुहुन्थ्यो। अनि त्यहाँ त कस्तो राम्रो गुरु हुनुहुन्छ, त्यहाँ जाऊ न भनेर भन्नुहुन्थ्यो। अनि सुरुमा अनि श्रीमानले नै एउटा ज्वाइँ पर्नेलाई लिएर जानुभयो। अनि मलाई राम्रो भयो। अनि फेरि मेरो छोरीले मम्मी क्याम्पामा गुरु बस्नुहुन्छ, दिउँसो ढ्याङ्ग्रो बजाएर बस्नुहुन्छ, जाऊँ न मम्मी भनेर भने कि। अनि भोलि पर्सि जम्ला नि त, अहिले किन हतार गर्ने, भोलि पर्सि जम्ला नि त भनेर बस्यौँ। अनि 2-4 दिन पछाडि गयौँ। अनि गइसकेपछि मलाई त्यहाँ गएपछि धेरै हाई आयो। छोरीलाई हेरिदिनु भयो। अन्त मैले केही पनि भनेको छुइनँ, छोरीको लागि हेरिदिनु भएछ। अनि छोरीलाई हेर्दा अनि छोरीलाई भनिसक्नु भयो। अनि भनिसकेपछि मलाई तपाईँले मासु खानु हुँदैन, नखाइकन शुद्ध भएर बस्नु, तपाईँलाई एकदम राम्रो हुन्छ भनेर 1 महिना जति मैले मासु नखाएको हेर्नु, खाइनँ। नखाइकन बस्दाखेरि खाने बानी के को यो खुट्टा फर्क्यो, हेर्नु मेरो खुट्टा फर्क्यो, खुट्टा फर्क्यो। ओहो खान नहुने रहेछ भनी। त्यसो भनेको 2-4 दिन पछाडि फेरि म आफै बेहोस भएर उहीँ पुर्याउनु भएछ। उहाँ लगेको मलाई थाहा छैन, बरु रुमतिर आएको थाहा छ। अहिले ठिक छ, अहिले ठिक छ। पाथिभरा दिव्यधाम छत्रे डाँडामा 2081 सालको वैशाख 1 गतेदेखि पूजा आरम्भ गरिएको थियो। सरकारको त्यसतर्फ ध्यान जान सकेमा त्यहाँ आन्तरिक र बाह्य पर्यटकलाई पनि आकर्षित गर्न सकिन्छ। भाकल गरेपछि जस्तोसुकै मनोकामना पूरा हुने जनविश्वास रहिआएको छत्रे डाँडामा रहेको पाथिभरा माताको मन्दिरमा पछिल्लो समय मकवानपुरकै शक्तिपीठहरूको रूपमा विकास हुने क्रममा रहेको छ। क्रेटा नेपालको लागि क्यामेरामा अशोक बजगाईको साथमा म अम्बिका बस्नेत, हेटौडा।